टेलिभिजन र रेडियोमा पनि आएको थियो। उहाँलाई डरले पसिना छुट्यो। होइन, के भयो तिमीलाई? किन आँटिकी? अघि कसले फोन गरेको ह? विद्यालयबाट। के भन्यो त? आज त विद्यालयमा कुनै कार्यक्रमै छैन रे आमा। कसैले छोरीलाई फकाइ गरेको त होइन? आमा, आँटी त्यही छटपटाइरहेको बेलामा विद्यालयबाट फेरि फोन आयो। तपाईँ तुरुन्त विद्यालय आउनु पर्यो। एक्कासितै सरी बोलाउँदा सबैको होसले ठाउँ छोड्यो। किन, के भयो सर? तपाईँकी छोरीको बारेमा कुरा गर्नु छ। के कुरा होला? तपाईँको छोरीलाई हामीले अफिसमा राखेको छ। बाँकी कुरा आएर गरौँला नि। फोन काटिन्छ।